कसरी लभ पर्यो तिम्रो लभ मेरो 7 क्लासमा पढेको उसँग ए 7 क्लासदेखि लभ परेको कसरी लभ पर्यो हामीलाई के देखेर के यसो फर्स्ट टाइम म चाहिँ 7 क्लास फेल भएर फेरि 7 क्लास जोइन गरेको थिएँ अनि त्यही टाइममा ऊ नयाँ एडमिसन पाएर रहेछ अनि टक्क देखेको त यस्तो भइरह्यो यस्तो हावाहरू उड्यो मेउनामा जस्तै के त्यो शाहरुख खानले टक्क हेर्दा छ नि उसको पछाडि हो music ब्लर के बन्छ। त्यो हुन्छ नि स्टुडेन्ट कतिमा छ नि त्यो एकजना मात्र के फोकस के त्यो पोर्ट्रेट सर्ट बनाए जस्तै नि फर्स्ट टाइम देखाएर मैले त्यस्तो भयो जस पोर्ट्रेट सर्ट भयो अनि अनि पछि चाहिँ साथीकै बहिनी रहेछ अनि साथी चाहिँ मेरोसँग मिल्ने थियो अनि मन अप्ठ्यारो लगाइरहेको थियो पढ्यो होइन मैले त्यो बहिनी चाहिँ मलाई मनपर्छ भनेर भन्दै साथी नै पोजिटिभ नै थियो जिग्री नै हो अरूले भएर हानिसक्यो होला होइन अनि त्यस कुरा गऱ्यो भाइको 2-3 वर्ष 2 वर्ष जति 1-1.5 वर्ष जति चाहिँ टाइम लाग्यो पट्याउनलाई पटाउन टाइम अलिक टाइम लाग्यो त्यस वेटिङमा थिएँ म चाहिँ भनौँ न अब त्यहाँदेखि ल परेको थियो बिचमा कति छुट्यो कति गऱ्यो होइन भयो होइन तर पनि अहिलेसम्म चाहिँ स्टिल छ र अहिले चाहिँ हाम्रो विवाह भइसक्यो वाह विवाह भइसक्यो क्या त्यो वर्डलाई क्या उद्दिएको कि उसले हाम्रो चाहिँ अहिले विवाह भइसक्यो